हेलो सबैजनालाई। हामी चाहिँ यो पत्रकार महासङ्घको पिकनिकमा जानु लागेको बेला हो के। हामी चाहिँ फेरि यसरी सरर आटोमा चढेर पत्रकार महासङ्घको पिकनिकमा खुदी जाँदै हो। अनि हामीले चाहिँ कोक फेन्टा ल्याउन बिर्सेछ। लक्ष्मी र भाइ चाहिँ लिन जानु लागेको है। त्यसपछि हामी फेरि फर्केर सरर खुदी बगैँचामा पुग्यौँ। हामी पुगेको दाजुभाइहरू आइसक्नु भएको रहेछ। अनि यहाँ दाजुभाइहरूले मासु बनाउँदै रहेछ, खसी काटेर मासु काट्दो रहेछ। हेर्न सक्नुहुन्छ विराट। अनि यतापट्टि हाम्रो नवीन दाई, अनि त फेरि भाइ बहिनीहरू फेरि आलु छडाउँदो रहेछ। हेर्नु न पिकनिकमा दाई भाइ बहिनीहरू सबै मिलेर आलु छडाउँदै रहेछ। यता फेरि दिदीले अचार बनाउँदै, टेबल पुस्दै, यतापट्टि भाँडा मिलाउँदै खानाको तयारीमा। त्यसपछि सबै गफ चल्दैछ यतातिर फेरि टक्क। अनि यहाँ लक्ष्मीले फेरि म चाहिँ भाँडावाली भनेर भनिराखेर भाँडा देखाउँदैछौँ, भाँडा मिलाइसक्यो भन्दैछ है। अनि यहाँ खाना पनि सुरु भइसक्यो। हेर्न सक्नुहुन्छ सबैजनाले। हेर्नु न दाईहरू भाइहरू सबैजना मिलेर है खाइराख्नु भएको छ। अनि मलाई चाहिँ देखिन होला है तपाईँहरूले। फेरि म चाहिँ भिडियोग्राफर हुँदाखेरि क्यामेराम्यान हुँदै। अनि दिदीले फेरि टक्क हाम्रो गेस्टहरूको लागि चाहिँ यसरी हाल्दैछ है। गेस्टहरू पनि आउनुभएको थियो हाम्रो। अनि हेर्न सक्नुहुन्छ अचार निकै नै मिठो। त्यसपछि बेलुन फुटाएको तयारी हुँदैछ। त्यसपछि चाहिँ हामीले अरू भिडियो चाहिँ अनि लास्टमा हेर्नु है, लक्ष्मी र दिलुको चाहिँ अन्तिममा भिडन्त परिरहेको छ बेलुन फुटाइमा। कसले जित्छ गेस गर्नु होला है त। हेर्न सक्नुहुन्छ परिरहेको छ एकअर्काले। अनि लास्टमा त हेर्नु न स्याठला लक्ष्मीले ड्याम्मै फुटाइदियो कि दिलुको भयो।